मैले चाहिँ धेरै भयो है टिकटक भिडियोदेखि लिएर फेसबुक केही पनि भिडियोहरू बनाएको छैन। झन् युट्युबमा त एउटा पनि भिडियो हाले छैन, 6-7 महिना भइसक्यो। त्यसैले आज चाहिँ मैले एउटा सानो भिडियो बनाएको छु। यो चाहिँ मैले भटमास फ्राई गरेको, मैले चाहिँ फ्राई गर्दाखेरि देखाएन। यो चाहिँ तेलमा फ्राई गरेँ है। यसलाई चाहिँ हिजो बेलुकै मैले भिजाएर राखेको थियो, त्यसरी अनि ठुलो भएको छ, फुलेर पनि यत्रो सेम बदाम जस्तो कि खाँदाखेरि पनि जुरुम जुरुम हुन्छ होइन। यो चाहिँ नेपालबाट ल्याएको 1 वर्ष भइसकेको छ, खाएको पनि छैन। साथीहरूलाई बाँडिदिएँ, साथीहरूलाई दिएर बाँकी बसेको पनि मैले खाएको पनि छैन क्या, एक्लै पैसा केही पनि खानु मन लागेको थियो। अब यसको लागि चाहिँ म लोकल गोलभेडा ल्याएको छु क्या, यस्तो मसिनो यो गोलभेडा। अनि त्यहाँ हरियो लसुन छ, हरियो लसुन अनि धनियाँहरू हालेर चाहिँ मैले चाहिँ बनाउने छु है। यो चाहिँ लोकल लसुन मैले आफै रोपेँ है, धनियाँ पनि आफै रोपेँ। मैले धनियाँ र लसुन चाहिँ सँगै काट्दैछु। धनियाँ चाहिँ एउटा मात्रै बोक्ने छ जम्मा, अरू चाहिँ सबै भएन। नेपाली स्वाद। अब यसमा गुन्द्रुक पनि छ, गुन्द्रुक थोरै हाल्छु।